र नमस्ते सम्पूर्णमा हैन। आज हुन गइरहेको 8:45 को खेल नेपाल भर्सेस ओमन र तपाईहरुलाई कसले जित्छ जस्तो लाग्छ र आजको प्लेइङ 11 चाहिँ को हुनुपर्छ भन्ने जस्तो लाग्छ कमेन्ट गर्नु होला हैन। र मलाई चाहिँ प्लेइङ 11 बाट आज हटाउनु पर्छ जस्तो लागेको चाहिँ कुशल मल्ललाई चाहिँ एकपल्ट चाहिँ ब्याक राख्नै पर्छ हैन। उसको जग्गामा खासै भनौं भने चाहिँ खेल्न सक्ने उ भन्दा अलिकति टिकेर खेल्ने चाहिँ आरिफ शेख थियो हैन। उहाँ माथि जानु भएको छ कि छैन हैन, प्लेइङ 11 15 मा पर्नु भएको छ कि छैन, तर पनि कुशल मल्लको जग्गामा लोकेश बाबुलाई लिएर हेर्दा अलिकति हुन्थ्यो कि जस्तो चाहिँ लागेको है मलाई। र तपाईलाई के लाग्छ कमेन्ट गर्नु होला र आज कसले जित्छ त्यो पनि कमेन्ट गरेर सब्स्क्राइब गरिराख्नु होला है त।